हेलो गुड मर्निङ नमस्कार सबैजनालाई मेरो मुना पिडिएल अलोन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज शनिबारको दिन बिदाको दिन भए पनि आज एउटा कार्यक्रम छ, हाइकिङ जाने कार्यक्रम छ। त्यो कार्यक्रम चाहिँ हजुरहरूलाई पुरै देखाउने छु। हजुरहरूले स्किप नगरिकन भिडियो हेरिदिनु होला। अहिले 8:15 भइसकेको छ। मौसम यस्तो कुहिरो लागेको छ, जाडो छ, जाडोको मौसम छ। हाइकिङ गर्न मजा आउँछ। हाइकिङ जान लागेको छौँ आरम्भ कलेजबाट। अब यहाँ नानीहरू सबैजना हामी यहाँ हाम्रो बस कुरिराखेको छौँ। यहाँ सर हुनुहुन्छ। अब ल हामी कहाँ जाँदैछौँ ल भन नानी हो भन त। अहिले कहाँ जाँदैछौँ? अहिले त हामी राइट नाउ बस कुर्दै हो। बस आएको छैन होइन? अनि म्यामको ब्लगमा सबैजनाले सब्सक्राइब गर्ने, लाइक गर्ने, के गर्ने म्यामलाई चाहिँ सबैजना मिलेर लगभग 2 मिलियन फलोवर बनाउने कोसिस गर्ने सबैजना। छैन है? ल बाबु हामी कहाँ जाँदैछौँ अहिले? हामी कविलास रिसोर्ट जाँदैछौँ। हामी कविलास रिसोर्ट के को लागि? हामी चाहिँ एसपिसी सुमिटको लागि जाँदैछौँ। अहिले हाम्रो बसको पुरेर बसमा आएपछि हामी म्याजिकमा जाँदैछौँ। सबै स्टुडेन्टहरू दुईवटा म्याजिक चढिराखेको छ। अब एउटा म्याजिक त्यो हो, सरहरूले चढाइराख्नु भएको छ। अहिले हामी कविलास रिसोर्टको उकालो चढ्न लागेको छौँ। सबै हाम्रो नानी बाबुहरू, सरहरू सबैजना यहाँ उपस्थित भएका छौँ। अब यस्तो हाइकिङ छ। यहाँदेखि 1.5 किलोमिटर टाढा छ भन्ने सुनिएको छ। अब हामी चाहिँ लेट्स गो हिँड्दैछौँ हामी। बाबु तिमीलाई त टुरिस्ट जस्तो देखिएछ नि त। हो र म्याम? तिमी गाइडिङ गर्न आएको हो क्या? हजुर म गाइडिङ प्लस के भन्छ यसलाई हाइकिङ गर्न। सबैजना हामी यसरी एक्साइटेड रमाइलो तरिकाले चाहिँ आफ्नो साथ हिँडिराखेका छौँ। अब सबैले आफ्नो साथमा पेपर पेन त्यहाँ छ नि, उता छ पेन, उता छ यहाँ हाम्रो सरले चाहिँ गाइडिङ गर्दै हुन्छ। सर हामी कहाँ जाँदैछौँ? अनि अरू पनि भनिदिनुहोस् न के? नारायणीको किनारको प्राङ्गणमा हजुर यो उकालोमा अलिकति फर्किनु एन्टिलाइट पटेछ। रमाइलो गर्ने प्रयत्न सहित यो हाइकिङलाई हजुर मध्यनजर गरेर अगाडि बढिरहेका छौँ। हाम्रो भाइ बहिनीहरूलाई एउटा गेम पनि हामीले प्रस्फुटन गरेका छौँ। हजुर भाइ बहिनीहरूले गेम पनि खेल्दैछन् र यो 1 घण्टाको हाइकिङ अनि भन्नु कन्टिन्यू हेर्न पाइँदैन। कसले गरे तिम्रो नाम चाहिँ माथि आउनु पर्यो। सर टु बी कन्टिन्यू। मेरो बर्थडे फागुने गएर टु बी कन्टिन्यू सर। टु बी कन्टिन्यू। अहिले हाम्रो नानी बाबुहरूले चाहिँ गेम खेल्दै आइरहेको छन्। सबै सरले चाहिँ पेपर हातमा थमाइदिनु भएको छ। यहाँ अब यस्तो तरिकाले चढ्दाखेरि चाहिँ हामीलाई चढेको महसुस र थकाइ महसुस पनि नहुने भएको कारणले चाहिँ हाम्रो नानी बाबुहरू यसरी आफ्नो सुरले गेम खेल्दै अगाडि बढिरहेको छन्। हाम्रो यसरी हाम्रो सक्षम सर चाहिँ एक्साइटेड हुनुहुन्छ। सर गेम खेलाइराख्नु भएको छ। हामी खेलिरहेछौँ उकालोमा ह्युमन बिङ्गो। अरू भनिदिनु नि सर। अरू केही छ? हाम्रो झबी सर हुनुहुन्छ। झबी सर चाहिँ बिचरा ज्वरो आएको भएर पनि उहाँ चाहिँ अब बोल्न सके छैन भनेर भन्दै हुनुहुन्छ। बिस्तारै आएको छु भन्नुभएको छ। बिस्तारै हिँडिराख्नु छ। नानी बाबुहरू चाहिँ आफ्नो तरिकाले चाहिँ गेम खेल्दै हिँडिरहेको छन्। यस्तो माहौल दृश्य चाहिँ एकदम रमाइलो छ। थकेलाएर घाममै फसेका छन्। थकेलायो पानी तिर्खा लायो। मुलको पानी हो। ओहो हाम्रो सरले चाहिँ मुलको पानी खाइराख्नु भएको छ। के को पानी? झरनाको पानी। यसलाई भन्छ मुलको पानी भन्छ। हामी हिँड्न लागेको। अब अलिकति पनि भएन भन्नु छ। थकाले खुत्रुक्कै भइसक्यो। यताको दृश्य, यहाँदेखिको दृश्य यस्तो देखिएको छ। राम्रो सुन्दर रमणीय देखिएको छ। अब यस्तो यो बाटो अझै यस्तो छ, उकालो छ
यस्तो नानी बाबुहरू आइरहेको छन् यसरी थकाइ बेसरी लागेको छ बाबुले लौरी टेकेर त्यो भाँचिन्छ कान्छ हजुर मेरो मुना हो अहिले हामी तल रोडबाट 1.5 किलोमिटर माथि उकालो आइपुगेको छौँ लगभग फाइनल्ली कविलास रिसोर्ट आइपुगेको छ यो कविलास रिसोर्टको गेट हो हामी यहाँ इन्ट्री हुँदैछौँ अब सरहरू आउँदै हुनुहुन्छ उताबाट स्टुडेन्टहरू पनि आउँदैछ यहाँनिर चाहिँ कविलास रिसोर्टको गेटबाट म प्रवेश गर्दैछु अब यहाँ बच्चाहरू चाहिँ सुरुमै आए सँगसँगै हिँडेको कोही बच्चाहरू अगाडि छन् अब यहाँ फर्स्टमा को आइपुग्यो दुईजना है सेकेन्डमा थर्ड छैन हामी है उता फिफ्थ टोलीमा चाहिँ फिफ्थ हुनुभएको छ सरहरू ल बधाई छ हजुरहरूलाई कविलास रिसोर्टको कम्पाउन्डभित्र हामी प्रवेश गरिसकेको छौँ यस्तो छ कविलास रिसोर्ट अब यस्तो रमाइलो दृश्यमा देखिएको छ रमाइलो छ थकाइ लाग्यो 1.5 किलोमिटर हामी तलबाट चाहिँ रोडबाट 1.5 किलोमिटर हिँडिरहेको थियौँ अब यसरी गर्छ बच्चाहरू चाहिँ यसरी आइरहेको छ कोही माथि गएको छन् अब हामी चाहिँ यसरी हलमा गइराख्नु भएको छ सरहरू त्यो ब्यानरहरू खोइ त सर आइसक्नु भयो पुरो सर आइसक्नु भयो गर्नुहोस् न सबैले निस्के भन्नुभएको थियो र हस् 10 मिनेटमा आइहाल्यो आज शनिबारको दिन So let's do a count. सर्कलको कुरा भयो स्टुडेन्ट्स क्वालिटी सर्कलको कुरा भएको छ मेरो परिचय भइसक्यो सो हामी सबै परिचय गर्दाखेरि इट टेक्स अ लट अफ टाइम सो विल डु इट लेटर ठिक छ इज इट ओके फर यु यस सो फर नाउ एटलिस्ट काउन्ट चाहिँ गरौँ है हाम्रो सर्कलमा कतिजना छौँ भनेर लेट्स डु अ काउन्ट क्विक काउन्ट सो स्याल वी स्टार्ट फ्रम दिस साइड यहाँ सरले गेम खेलाउँदै हुनुहुन्छ एउटा अहिले हामी यहाँ झलुङ्गे पुल उता क्रस गर्नको लागि झलुङ्गे पुल पनि रहेछ त्यो पनि हेर्न लानु लाग्छौँ अब यस्तो रमाइलो दृश्य देखिएको छ यहाँनिर यस्तो रमाइलो दृश्य देखिएको छ दो बाटो यो भर्याङहरू यस्तो राम्रो यो यस्तो पहाडलाई यस्तो भर्याङ बनाएर यस्तो राम्रो तरिकाले गरेको छ अब यहाँ पानीको फोहराहरू राम्रो तरिकाले छ त्यहाँ छ यहाँ अब यो क्रस गर्नको लागि उता चाहिँ पार्किङ रहेछ रमाइलो फन पार्क जस्तो रहेछ त्यो पार्कमा पस्नको लागि चाहिँ यहाँबाट चाहिँ यो झलुङ्गे पुल तरेर जानुपर्ने रहेछ यो झलुङ्गे पुल यस्तो सानो चट्टसँगले राम्रो तरिकाले गरेको छ यहाँ खोल्छु रहेछ यस्तो अब त्यो फन पार्कमा जान चाहिँ यति क्रस गरेर गएपछि फन पार्क आयो अब म त्यो फन पार्कमा हेर्न जान लागेको छु यस्तो तरिकाले यस्तो तरिकाले यहाँ चाहिँ यस्तो फन पार्क रहेछ अब यता रोटेपिङ पनि रहेछ यस्तो रमाइलो रहेछ यहाँ चाहिँ स्विमिङ पुल पनि रहेछ यहाँ रमाइलो तरिकाको यस्तो मजाको स्विमिङ पुल पनि रहेछ यस्तो हाइटमा पनि यस्तो तरिकाले रमाइलो तरिकाले गरेको
म धेरै अहिले यतिखेर म यो ग्याममा छु यहाँ चाहिँ कति रोपनीमा छ के छ कहाँ कहाँ के छ भन्ने कुरो चाहिँ यहाँ हाम्रो सर हुनुहुन्छ उहाँले चाहिँ एक्सप्लेन गर्नुहुन्छ त्यही भएर अब उहाँसँग एउटा सानो क्लिप गरेको छु सर नमस्कार नमस्कार अनि हजुरको शुभ नाम म नवराज धिताल ए हजुर यहाँ कति वर्षदेखि म 3 महिना भयो म्याम 3 महिना भयो अब यो चाहिँ यो कविलास रिसोर्ट भन्ने एकदमै प्रख्यात छ है अब कति बिगामा फैलिएको छ के छ यो 42 बिगामा फैलिएको छ हजुर के छ अब यो त फन पार्क भयो होइन यो फन पार्क भयो अनि फन पार्कभित्र विभिन्न किसिमका बच्चाहरूलाई हुने तपाईँको के अरे यो ड्रागन गेम भयो हजुरलाई अनि एरोप्लेनवाला भयो हजुर मिनी रोटे गरेर चाहिँ गेम भयो यो बच्चाहरूको लागि हजुर छ हजुर त्यसपछि अनि हामी अलि एडल्टलाई हामीले गर्छ अब अरू विद्यार्थी भाइ बहिनीहरू ब्रेक डान्स हजुर यो फ्रिस्बी हजुर अनि यो ठुलो रोटे चाहिँ हजुर रोटे हो अहिले यो चाहिँ एभाइलेबल छ ए अब 42 बिगा भन्नुभयो यो त ठाउँ त धेरै फैलिएको छ अब यहाँ यो चाहिँ अब कस्तो नामाकरण गर्नुभएको छ कि कस्तो भन्नाले अब 1 नम्बर 2 नम्बर भनेर नामाकरण केही गर्नुभएको छ कि घुम्दै जाँदाखेरि कहाँ कहाँ के छ 42 बिगाभित्रमा हजुर अब यसलाई मेन गर चाहिँ हाम्रो माथि पिकनिक स्पोट फेरि सिरानमा शिवजीको मन्दिर छन् हजुर अनि शिवजीको मन्दिरबाट एक साइडमा गर्दा वाटर गेममा स्लाइडिङ भयो अनि के अरे नेचुरल फोरा जस्तो गर्छ नेचुरल गर्छ फोरा भयो हजुर अनि वेभ गर्छ वेभ छ जुन समुद्री छाल आएको जस्तो गर्थ्यो छ अनि अब यसबाट फेरि अर्को पूर्व साइडमा तपाईँको हाम्रो मेन रेस्टुरेन्ट अनि किचन त्यसपछि गएर हाम्रो रिसेप्सन अफिस भयो अनि त्यसबाट हलहरू विभिन्न किसिमका हलहरू छन् हलहरू ठुलो हाम्रो सेमिनार गोष्ठीहरू विभिन्न पार्टीहरू गर्दाखेरि गर्ने हलहरू छन् अनि त्यसपछि हाम्रो 8वटा भिल्ला एभाइलेबल छन् ए त्यहाँ चाहिँ के छ त्यहाँ चाहिँ भिल्लामा एउटा पारिवारिक वातावरण हजुर त्यहाँ गएर चाहिँ खाना बस्नको लागि एकदमै गएर आरामदायी गरेर चाहिँ पारिवारिक वातावरण गरेर चाहिँ त्यहाँ परिवारहरू गर हजुर 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 बस्न सक्ने हजुर त्यही घर छुट्टै गरेर भिल्लाहरू छन् हजुर राम्रोसँग जानकारी दिनुभयो हजुरले होइन सबै क्लियर तरिकाले जानकारी दिनुभयो हुन्छ हस् त थ्याङ्क यू सर है अब हामी कार्यक्रम सक्यो र हामी चाहिँ अब जान लाग्छौँ सबैजना चाहिँ यसरी अब गाडीमा जान लाग्छौँ आजको एकदम रमाइलो भयो कार्यक्रम बाई बाई यतिखेर म घर आइसकेको छु अहिले घर आइपुग्दा बेलुकाको 7 बजिसकेको छ हामी बिहान 10 बजीतिर हाइकिङ गरेर कविलास रिसोर्ट गएको थियौँ बेलुका फर्किँदाखेरि 7 बजेको छ घर आइपुग्दाखेरि हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो मैले सबै क्याप्चर गर्न त सकिनँ तैपनि अलिअलि क्याप्चर गरेको छु यो भिडियो हजुरहरूले पुरै हेरिदिनु होला स्किप नगरिकन हेरिदिनु होला हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला साथसाथै कमेन्ट पनि गर्न नभुल्नु होला भन्दै यो भिडियो यतिकै अन्त गर्दै अर्को भिडियो लिएर उपस्थित हुने नै छु हस्त नमस्कार गुड नाइट